हेलो साथीहरु, सम्पूर्ण साथीहरुलाई यस भिडियोमा स्वागत छ। अहिले चाहिँ हाम्रो क्यारेटको भ्याकेन्सी खुलेको छैन हो साथीहरु। अहिलेको मितिसम्म चाहिँ खुलेको छैन, तर हाम्रो यही आउने मङ्सिर पुस भित्र चाहिँ खुल्ने भन्ने कुरा छ। अहिले यो लकडाउनको समय छ। लकडाउन चाहिँ अहिले ओभरअल नेपालभरि नलाउने कि संक्रमित क्षेत्रहरुमा चाहिँ लगाउने भन्ने कुरा छ र अवश्य पनि नेपाल आर्मीले चाहिँ केही तरिकाले यो सिलेक्सनलाई अगाडि बढाउँछ भन्ने आशा छ। अब चाहिँ तपाईलाई मैले यो कोभिड-19 को कारणले गर्दाखेरि पनि यो अनलाइन फर्म भर्नु एकदमै आवश्यक छ, एउटा सेभ भएर। त्यसकारण यो अनलाइन फर्म अफिसर क्याडेटको लागि अनलाइन फर्म भर्ने एउटा कम्प्लिट भिडियो बनाउँदैछु साथीहरु। यस भिडियोमा तपाईले हेर्न सक्नुहुनेछ। यो हेरिसकेपछि तपाईले अनलाइन फर्म भर्न सक्नुहुनेछ। यो चाहिँ म ग्यारेन्टी दिन सक्छु। अनलाइन फर्म भर्नको लागि तपाईले कसैलाई सोध्नु पर्दैन। तपाई घरमै बसेर आफ्नै मोबाइलबाट चाहिँ अनलाइन फर्म भर्न सक्ने छैन। त्यसको लागि भिडियो स्किप नगरी लास्टसम्म हेर्दिनु होला साथीहरु। भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होला। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला, किनभने म आर्मी, पुलिस, एफपीएफ सँग रिलेटेड भिडियोहरु तपाईहरुसँग राख्ने गर्दछु। आउनुहोस् भिडियोलाई सुरु गरौँ, जुन चाहिँ म आफ्नो मोबाइलको स्क्रिनमा तपाईलाई देखाउने छु। ल हेर्नुस् साथीहरु, तपाई चाहिँ सर्वप्रथम आफ्नो मोबाइलको क्रोम ब्राउजर या कुनै पनि एउटा ब्राउजरमा जानुस्। ब्राउजरमा गइसकेपछि माथि www.nepal.army.mil.np चाहिँ नेपाल आर्मीको अफिसियल वेबसाइट हो, जहाँ गएर तपाईले विभिन्न भ्याकेन्सीहरुदेखि लिएर विभिन्न नोटिसहरु हेर्न सक्नुहुनेछ। तपाईले अफिसर क्याडेटको भ्याकेन्सीको लागि अनलाइन एप्लाई गर्न पनि यहीँबाट सक्नुहुन्छ। तपाईलाई म देखाउने छु। तपाई सबैभन्दा लास्टमा तलपट्टि जानुपर्ने छ साथीहरु। यहाँ म तपाईलाई देखाउँछु। तलपट्टि जोइन द आर्मी देख्नु भएको छ। यहाँ जोइन द आर्मीमा यहाँ रिक्रुटमेन्ट एन्ड सिलेक्सन भनेको छ, तेस्रो नम्बरमा। यहाँ तपाईले क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँनिर यस्तो खुल्छ, यहाँ देख्न सक्नुहुन्छ है साथीहरु। यहाँ कुनै पनि भ्याकेन्सी आउँछ भने यहाँ तलपट्टि भ्याकेन्सीहरु देखाइन्छ। यहाँ देख्न सक्नुहुनेछ तपाईले अफिसर क्याडेट अनलाइन फर्म। अहिले चाहिँ यो एप्लाई अनलाइनमा मधुरो देखाएको छ, किनभने अहिले यो छैन। हाम्रो यो 76 सालमा खुलेको अफिसर क्याडेटको चाहिँ एडभर्टाइजमेन्ट हो यो। अनि साथीहरु यहाँनिर देख्न सक्नुहुनेछ तपाईले एप्लाई अनलाइन भनेको छ है। हामी एप्लाई अनलाइनमा क्लिक गर्ने छौं। यति गरिसकेपछि साथीहरु यहाँ तपाईलाई आवश्यक कागजातहरु भनेको छ। बेसिक रिक्वायरमेन्ट्स फर अफिसर क्याडेट अनलाइन फर्म भनेको छ। यी कागजातहरु चाहिँ तपाईलाई क्याडेटको लागि निवेदन गर्दाखेरि चाहिन्छ। 1 नम्बरमा तपाईको नागरिकता, अनि 2 नम्बरमा तपाईको व्यक्तिगत डिटेल्स, त्यसपछि एजुकेसन, तपाईको शैक्षिक योग्यताको प्रमाणपत्रहरु, अनि फ्यामिली डिटेल्स। त्यसैगरी 5 नम्बरमा डिजिटल पासपोर्ट साइज फोटोग्राफ भनेको छ। त्यसपछि तपाईको यो चाहिँ तलपट्टि नेपालीमा लेखिदिएको छ है साथीहरु। अब यहाँनिर एप्लाई अनलाइन फर्म छ, यहाँनिर क्लिक गरौँ। क्लिक गरिसकेपछि अब यहाँ भर्ने कुराहरु आउँछ साथीहरु। के कसरी भर्ने कुरा यहाँ तपाईलाई म डिटेलमा बताउने छु। यहाँ दाहिनेपट्टि साइडमा तपाईले देख्न सक्नुहुन्छ एज लिमिटेसन भनेको छ, कतिसम्म हुनुपर्छ भनेको छ। तपाईले ब्याचलर गर्नुभएको छ, सर्भिसमा हुनुहुन्छ, वा +2 मात्र क्लियर गर्नुभएको छ। 21, 26 र 26। त्यसपछि डेट अफ बर्थ लिमिटेसन भनेको छ, आफ्नो जन्म मिति चाहिँ कतिदेखि कति जन्म मिति भित्र जन्मेका साथीहरुले चाहिँ भर्न पाउनुहुन्छ भनेर यहाँ दिएको हुन्छ। अब भने हामी यो भर्नतर्फ लागौं। भ्याकेन्सी पोस्ट भनेको छ 1 नम्बरमा है। भ्याकेन्सी पोस्ट भनेको छ अफिसर क्याडेट, अवश्य पनि यही नै भइहाल्यो। यसमा हामीले केही गर्नु परेन। अनि एप्लिकेसन टाइप भनेको छ यो डाइरेक्ट भनेको यङ क्याडेट डाइरेक्ट आउनु भएको छ सिभिलबाट भने डाइरेक्ट भयो। सर्भिसमा हुनुहुन्छ भने सर्भिसमा, वा तपाई कुनै गभर्नमेन्ट जब गरिरहेको मान्छे आउनु भएको छ भेट्न भने इन सर्भिस गभर्नमेन्ट टिक लगाउनु पर्छ। त्यसपछि आफ्नो मेल या फिमेल के हुनुहुन्छ टिक लगाउनुस्। अनि क्वालिफिकेसन चाहिँ तपाईले कुन चाहिँ प्रमाणपत्र तपाईसँग छ त, कुन लेभलको गर्नुभएको छ, हायर गर्नुभएको छ भने हायरमा लगाउनुस्। ब्याचलर वा तपाईको +2 के हो त प्रमाणपत्र दह हो कि के हो त्यहाँ टिक लगाउनुस् है। म अहिले भने इन्टरमिडिएटमा लगाइरहेको छु। अनि डेट अफ बर्थ जन्म मिति कति साल हो त तपाई है 2055 साल 3 महिना असार भइहाल्यो। त्यसपछि नागरिकता नम्बर तपाईको नागरिकताको बायाँपट्टि देख्न सक्नुहुनेछ। जस्तै 3820/32
115। त्यसपछि कुन जिल्लामा चाहिँ तपाईँको नागरिकता बनाइएको हो, कपिलवस्तु। अनि त्यसै गरी तपाईँको कुन वर्षमा तपाईँको नागरिकता बनेको हो, तपाईँको नागरिकता बनेको डेट अफ इस्यु पछाडिपट्टि, नागरिकताको पछाडिपट्टि देख्न सक्नुहुनेछ तपाईँले। मेरो चाहिँ 2073 साल 3 गते भदौ महिनामा रहेको छ। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ क्याप्चा भनेको छ 501296। यो चाहिँ तपाईँले सही हाल्नुपर्छ, गल्ती हाल्नुभयो भने फेरि अर्को पटक आउँछ 501296 रहेको छ। यति गरिसकेपछि कन्टिन्यू गर्नु साथीहरू। कन्टिन्यू गरिसकेपछि तपाईँले यदि कुनै गल्ती गर्नुभएको छ भने यो फर्ममा तपाईँलाई यहाँ रातो अक्षरमा लेखिदिन्छ जुन ठाउँमा गल्ती गर्नुभएको छ, नत्र भने तपाईँको अर्को फर्म पाउनुहुनेछ, अर्को स्क्रिन देखाइदिनेछ। यहाँनिर देख्न सक्नुहुनेछ अपलोड फोटो भनेको छ। तपाईँसँग यदि कुनै फोटो छ भने है, यहाँ अब फोटोमा टिक लगाउनुहोस्। फोटो अहिले छैन भने पनि कुनै समस्या हुँदैन, तपाईँले फोटो नराख्दा पनि हुन्छ। तर यदि फोटो राख्नु भएको छैन भने चाहिँ तपाईँले पछिबाट फोटो दिनुपर्ने हुन्छ। अहिले चाहिँ मैले फोटो नट एभाइलेबल, फोटो अब फोटो पनि गर्छु, जहाँ चाहिँ तपाईँलाई म सिकाउने छु। अब फोटो भन्छ भनिसकेपछि यहाँ चुज फाइल भनेको छ, चुज फाइल गर्नुहोस्। अनि तपाईँले फोटो खिच्ने हो या कुनै फाइलबाट लिने हो त्यो फाइल चुज गर्नुहोस्। अनि गइसकेपछि ग्यालेरी भनेर अप्सन आउँछ, ग्यालेरीमा क्लिक गर्नुहोस् र यहाँ कुन चाहिँ फोटो हो त्यसमा ओके गरिसकेपछि फोटो आउँछ। अनि साइडमा रहेको यो अपलोडमा क्लिक गर्नुहोस्, तपाईँको फोटो आउँछ। अहिले चाहिँ म फोटो नट एभाइलेबलमा टिक लगाउँछु। अब स्किप फोटो अपलोड भनेको छ, त्यसपछि हामी स्किप गऱ्यौँ साथीहरू। अब यति गरिसकेपछि यहाँनिर देख्न सक्नुहुनेछ दरखास्त मिति अटोमेटिक आउँछ, भ्याकेन्सी पोस्ट पनि अटोमेटिक आउँछ। भ्याकेन्सी सेन्टर भनेको छ, यो भनेको तपाईँले यो फर्म प्रिन्ट गरेर आफ्नो डकुमेन्टहरूको फोटोकपी गरेर एट्याच गरेर दुईटैलाई अनि आफ्नो नजिकको भर्ना केन्द्रमा लगेर दिने। अन्तिम मिति भन्दा जतिसक्दो चाँडै जानु होला साथीहरू। अन्तिम मिति भन्दा ढिला भयो भने तपाईँको यो फर्म लिँदैन। ल हेर्नुहोस् है। त्यसपछि जेन्डरमा भनेको छ मेल, यो भरिसकेको कुरा भयो। त्यसपछि छ कुनै पनि सर्भिसमा हुनुहुन्छ भने, जस्तै इन सर्भिसमा बताएको छ भने अब युनिट चुज गर्नु पर्यो, कुन युनिटको हो त। अनि नाम भन्छ, यहाँ तपाईँको नाम यदि तपाईँ लेडिज हुनुहुन्छ भने यहाँ मार्को ठाउँमा मिस गराउनुहोस्। यदि जेन्ट्स हुनुहुन्छ भने चाहिँ मिस्टर राख्दा ठिक हुन्छ। यहाँ चाहिँ फर्स्ट नेम भनेको ठाउँमा फर्स्ट नेम AASHISH आशिष KUNWAR कुमार र यहाँ लास्ट नेम CHHETRI छेत्री हाल्नुहोस्। अब यहाँ चाहिँ नेपालीमा नाम लेख्नुपर्छ। हेर्नुहोस् है, नेपाली लेख्नको लागि तपाईँले चाहिँ नेपाली किबोर्ड डाउनलोड गर्नुपर्छ साथीहरू है। तपाईँको मोबाइलमा नेपाली छैन होला, मैले पनि हाम्रो नेपाली किबोर्ड युज गरिरहेको छु अहिले मोबाइलमा। तपाईँले पनि हाम्रो नेपाली किबोर्ड युज गर्नुभयो भने एकदम राम्रो छ। Never slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks, this and that, spitting slow, speaking fast. I could roast, I could gas, think I'm okay at last, but I don't know what that can erase. वैवाहिक स्थिति भनेको छ, वैवाहिक स्थितिमा तपाईँले अनम्यारिड लगाउनुपर्छ, किनकि म्यारिडलाई चाहिँ लिँदैन। सर्भिस इन सर्भिसको मान्छे हो भने म्यारिड लगाए पनि समस्या पर्दैन। म्यारिड लगाइसकेपछि यहाँ हेर्नुहोस् तपाईँको आउँछ बुढीको नाम, अनि बुढीको ठेगाना, अनि अकुपेसन, बुढीको नागरिकता नम्बर सबै हाल्नुपर्छ। त्यसकारण अहिले म अनम्यारिड हालिदिएँ। अनि जन्मस्थान भनेको छ, तपाईँ जन्मिनु भएको स्थान कहाँ हो, नागरिकतामा जे छ त्यही हान्नु होला साथीहरू। तपाईँको नागरिकतामा हेर्नुभयो भने तपाईँले भेटाउन सक्नुहुन्छ आफ्नो जन्मस्थान। जन्मस्थान हानिसकेपछि कुन धर्म हो तपाईँ, कुन धर्मको, हिन्दू हो भने हिन्दू, बुद्धिस्ट, इसाई, मुस्लिम, किरात सबै दिएको छ। मैले हिन्दूमा टिक लगाएँ। अनि
पर्मानेन्ट एड्रेस भनेको छ तपाईको थाई ठेगाना चाहिँ कहाँ हो त है तपाईको डिस्ट्रिक्ट जस्तै कुन जिल्लाको तपाई प्रत्येक जिल्लाहरु यहाँ रहेको छ साथीहरु आसाम हो भने आसाम जस्तै मैले आसाम लगाए वडा नम्बर 2 अनि टोल कति हो कि टोल हो त गाउँको नामलाई के भन्छ त है शिवपुर राखिदिए नगरपालिका शिवराज ब्लक नम्बर परेन त्यसपछि छ तपाईको अस्थायी ठेगाना छ अस्थायी ठेगाना चाहिँ तपाईले नभर्दा पनि हुन्छ त्यसपछि रहेको छ मोबाइल नम्बर फोन नम्बर यहाँनिर 98114802 राखिदिए मैले अनि इमेल भनेको छ इमेल चाहिँ तपाईले युज गर्नुहुन्छ भने राख्दा हुन्छ अथवा नराख्दा पनि हुन्छ अनि हाइट 5 फिट कति इन्च हुनुहुन्छ म चाहिँ 5'3" नै राखिदिए अहिले कम्तिमा पनि 5'3" हुनुपर्छ साथीहरु अनि फेस कलर भनेको छ फेस कलर के हुनुहुन्छ गोरो हुनुहुन्छ कि हैन गहुँ गोरो हुनुहुन्छ कि कालो वर्णको हुनुहुन्छ अनि कपालको कलर कुन छ कालो त्यसपछि आँखाको कलर पनि कालो अनि गेम यदि कुनै गेमहरु खेल्नुहुन्छ भने गेमहरु लगाउनुस् तपाईको कुनै रुचि छ फुटबल क्रिकेट स्विमिङ के गर्नुहुन्छ तपाईले यहाँ भर्न सक्नुहुन्छ त्यसपछि आइडेन्टिफिकेसन मार्क भनेको छ तपाईको चिन्ह चाहिँ के छ जस्तै कसैको गालामा कोठी हुन्छ ओठमा कोठी हुन्छ कानमा कोठी हुन्छ मोल अन द लेफ्ट चिक भनेर यहाँ लेखेको छ मैले यसलाई यतिकै छोडिदिएको छु त्यसपछि यो भन्दा पहिला यदि तपाईले ट्राई गर्नु भएको छ भने यहाँ भर्नुपर्ने हुन्छ कुन सालमा ट्राई गर्नुभयो हाइट अनि भनेको कुन एक्जाममा फेल हुनुभयो त्यो सम्पूर्ण भर्नुपर्छ साथीहरु त्यसपछि आयो शैक्षिक योग्यता तपाईले सुरुमा यहाँ एसएलसी को नेम अफ इन्स्टिट्युट भनेको छ कुन स्कुलबाट एसएलसी पास गर्नुभएको त्यसपछि भन्दै छ Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over facts over tracks. Listen fast, spitting slow, spitting fast. I can roast, I can gas. Think I'm all in last, but I don't know if that can erase all the past and the pettiness. कालिका स्कुल अनि त्यसपछि डिस्ट्रिक्ट आसाम अनि डिभिजन अथवा जीपीए कति ल्याउनु भएको जीपीए 2.0 कम्तिमा हुनु पर्दछ डिभिजन सेकेन्ड डिभिजनको मा हो भने तपाईको जुनसुकै डिभिजन भए पनि हुन्छ साथीहरु है तर चाहिँ तपाई पास भने हुनु पर्यो है सबैमा त्यसपछि ब्याचलर छ ब्याचलर यदि गर्नु भएको छ भने तपाईको ब्याचलर त्यही अनुसार भर्न सक्नुहुनेछ मास्टरको पनि त्यही अनुसार भर्न सक्नुहुनेछ अब आयो परिवारको विवरण ग्रान्डफादर नेम अनि फादर्स नेम अकुपेसन एड्रेस भनेको छ अनि मदर्स नेम अकुपेसन एड्रेस भनेको छ अनिवार्य रूपमा भन्नुपर्ने कुरा ग्रान्डफादर्स नेम डट मैले हानिदिए मिडल नेम पनि अहिले मैले जे पनि हानेको छु साथीहरु तपाईलाई जस्ट सिकाउनको लागि त्यसपछि फादर्स नेम भनेको छ फादर्स नेम पनि त्यही मैले भर्दिएको छु ल हेर्नुस् साथीहरु अनि अकुपेसन के हो त के गर्नुहुन्छ बुवाले कुनै बिजनेसम्यान हुनुहुन्छ भने बिजनेस लेख्नुस् अनि कति पढ्नु भएको छ उमेर कति छ अनि त्यसपछि ठेगाना कहाँ हो त आसाम अनि यदि बिजनेसम्यान हुनुहुन्छ कार्यालयमा काम गर्नुहुन्छ भने अफिसको नाम लेख्न सक्नुहुन्छ त्यसपछि छ तपाईको मदर्स नेम भनेको छ आमाको नाम अनि मिडल नाम अनि लास्टको नाम अकुपेसन के गर्नुहुन्छ हाउसवाइफ हुनुहुन्छ कि बिजनेस गर्नुहुन्छ हाउसवाइफ ठेगाना आसाम त्यसपछि तपाईको ब्रदर्स आउँछ तपाईको ब्रदरको अकुपेसन एड्रेस नेम अफ अफिस अनि सिस्टर आउँछ यो चाहिँ भरे पनि हुन्छ नभरे पनि हुन्छ साथीहरु अनि आउँछ गार्जियनको डिटेल्स अभिभावकको नाम थर भन्छ यो चाहिँ तपाईले आफ्नो जसको राखिदा पनि हुन्छ तपाईको हजुरबाको दाइको दिदीको बुवाको अनि मम्मीको जसको राखे पनि हुन्छ मैले अहिले जेपीटी राखिदिएको छु हजुरलाई बुझाउनको लागि मात्रै अनि रिलेसन तपाईसँग नाता चाहिँ के छ त जस्तै तपाईको यो मान्छे फादर हो भने यहाँ फादर लेख्नुस् जसले चाहिँ यति गरिसकेपछि यहाँ तल भएको छ उम्मेदवारले दरखास्त दिन चाहेको समूह तपाई कुनबाट भर्दै हुनुहुन्छ खुलाबाट या कर्तव्य पालना पनि भन्छ यो भनेको तपाई तालिममा वा कुनै काम गर्दा गर्दा चाहिँ शरीरमा चोटपटक लागेर कुनै कारणले अशक्त भएर मृत्यु भएको व्यक्तिको तपाई यदि सन्तति हुनुहुन्छ भने तपाईले माथि टिक लगाउनु पर्छ खुलाबाट हो भने खुला पिछडिएको आदिवासी जनजाति दलित के चाहिँ हो त है तपाईले त्यसमा टिक लगाउन सक्नुहुन्छ यदि पिछडिएको जनजाति आदिवासी मधेसी दलित हो भने तपाईले त्यसको लागि छुट्टै सिफारिस लिएर आउनुपर्ने हुन्छ
त्यसपछि छ सिलेक्ट डकुमेन्ट्स बिङ तपाईँले यो दरखास्तमा पेश गर्ने डकुमेन्टहरू के हो त त्यो पनि यहाँ टिक लगाउनु होला। जस्तै फोटोकपी अफ सिटिजनसिप्स र एसएलसीको मार्कसिट अनि +2 को कम्तीमा पनि यति चिजहरू तपाईँलाई आवश्यक चाहिने भयो र योभन्दा बढी पढाइ छ भने तपाईँले अरू यहाँ टिक लगाउन सक्नुहुन्छ। र उपरोक्त विवरण मैले पेश गरेको सम्पूर्ण ठिक छ, झुटो ठहर गऱ्यो भने माफी जवाफदेही हुनेछु भनेर टिक लगाउनुहोस् र सबमिट हेरेपछि यहाँनिर हेर्न सक्नुहुन्छ साथीहरू, योर अनलाइन फर्म इज भ्यालिड हेज बिन सबमिटेड फर द फर्दर प्रोसेस, प्लिज काइन्डली ब्रिङ द प्रिन्टेड एन्ड अदर रिक्वायर्ड डकुमेन्ट्स एट भ्याकेन्सी सेन्टर भनेको छ। आर्मी हेडक्वार्टर भद्रकालीमा चाहिँ तपाईँले यो प्रिन्ट गरेर ल्याउनु पर्नेछ, प्लस यस सँगसँगै अरू तपाईँले फोटोकपीहरू पनि लिएर आउनुपर्ने पोज गर्नेछौँ। ल हेर्नु साथीहरू, तपाईँको डकुमेन्ट अलरेडी यहाँ रेडी भइसकेको छ। ल हेर्नुहोस्, क्रिएट पिडिएफ टु प्रिन्टमा क्लिक गर्नुहोस्। ल हेर्नुहोस् है साथीहरू, क्रिएट पिडिएफ टु प्रिन्टमा क्लिक गरिसकेपछि यो पिडिएफको रूपमा तयार हुन्छ यो फाइल। पिडिएफको रूपमा फाइल यो तयार भइसकेपछि तपाईँले यसलाई चाहिँ डाउनलोड गर्नुहोस्। डाउनलोड गरिसकेपछि अनि यो लगेर तपाईँले कुनै एउटा कम्प्युटर पसलमा गएर यो डाउनलोड गरेको फाइललाई चाहिँ प्रिन्ट गरिदिनुहोस् भनेर भन्नुहोस्। प्रिन्ट गरिसकेपछि तपाईँले त्यो प्रिन्ट गरेको डकुमेन्टमा आफ्नो कागजातहरू डकुमेन्ट्सहरू फोटोकपी गर्नुहोस्। फोटोकपी गरेर स्टिच लगाएर भद्रकाली आर्मी हेडक्वार्टरमा लगेर बुझाउनुहोस्। अन्तिम मितिभन्दा अगाडि तपाईँलाई कुनै पनि समस्या आउँदैन। हस् त साथीहरू, तपाईँलाई यो जानकारी कस्तो लाग्यो? मन पर्यो भने भिडियो लाइक गर्नुहोला, नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला साथीहरू। आजलाई पनि यति नै, ओके, बाई बाई।